आज हामीले पढ्न गइरहेको टपिक भनेको सङ्घीय संसद पनि सङ्घीय व्यवस्थापिका भन्ने टपिक हो है। यो चाहिँ तपाईँहरूको नागरिक समाजको सबैभन्दा पहिलो टपिक हुनुको रूपमा मानिन्छ। अब यो सङ्घीय व्यवस्थापिका भनेको चाहिँ के हो भनेर भन्नु पर्दाखेरि चाहिँ नेपाल सरकारको कुरा गर्ने या हाम्रो देशको मेन कुरा गर्ने भने यसलाई चाहिँ के भनिन्छ, मूल अङ्गको रूपमा चाहिँ लिने गर्छ। किन यसलाई मूल अङ्गको रूपमा लिन्छ भने यो हाम्रो देशको एक हिसाबले कानुन बनाउने ठाउँ हो। धेरैजना नलाग्छ हामी कोर्टमा कानुन बनाउँछौँ, तर एक्चुअली कहाँ बनाइरहेका हुन्छौँ हामीले चाहिँ व्यवस्थापिकाले चाहिँ कानुन बनाइरहेको हुन्छ। यसको सबैभन्दा पहिला निर्माण गर्ने भनेको के हो, कानुन निर्माण भनेर भनेको छ। किन कानुन निर्माण भनेको चाहिँ यसले चाहिँ के गर्ने काम गरेको हुन्छ, देशमा चाहिने आवश्यक पर्ने पुरा कानुन, चाहेको एउटा व्यवसायले केही नराम्रो काम किन नगरून्, केही गलत काम किन नगरून्, हो त्यो पुरा कानुन बनाउने काम कसले गरेर हुन्छ, यो चाहिँ व्यवस्थापिकाले गर्दा हुन्छ। र सङ्घीय सरकार गठन भनेर भनेको धेरैजनाले यो सङ्घीय सरकार भन्ने शब्दको लागि चाहिँ अलिकति चाहिँ गाह्रो पर्ला, यो भनेको के होला भनेर है। अब यो सङ्घीय सरकार भनेको चाहिँ के भने एउटा देश चलाउनको लागि एउटा म्यानेजमेन्ट त चाहिन्छ नि, एउटा ग्रुप अफ पिपुल त चाहिन्छ नि, दिनदिनै काम गर्नको लागि एउटा ग्रुप अफ पिपुल त चाहिन्छ। हो त्यो ग्रुप अफ पिपुललाई चाहिँ के भनिन्छ, सङ्घीय सरकार। अर्को भाषामा भन्नुपर्दा यसलाई के पनि भनिन्छ, नेपाल सरकार पनि भनेर भनिने गर्छ है। यसलाई नेपाल सरकार भनेर पनि भनिने गर्छ। अब यो नेपाल सरकारको गठन गर्ने काम गर्छ। यसलाई गठन गर्ने भन्ने प्रक्रिया भनेको मतलब के हो, जस्तै यहाँको प्रधानमन्त्री भयो, प्रधानमन्त्री चुज गर्नेदेखि लिएर है त मन्त्रीमण्डल गठन गर्नेदेखि लिएर मण्डल गठन गर्नेदेखि लिएर यो सबै गर्ने काम कसले गरेर आउँछ, व्यवस्थापिकाले हुन्छ। अब यो कसरी आउँछ त व्यवस्थापिका, कहाँबाट सुरु हुन्छ भनेर भन्दाखेरि चाहिँ सबैभन्दा पहिला यो व्यवस्थापिकामा त दुईवटा म्यानेजमेन्ट टिम छ भनेर बुझ्छौँ, दुईवटा व्यवस्थापकका छन्, जसलाई हामीले पहिलो भाषामा चाहिँ के भनिने गर्छौँ, माथिल्लो सदन या यसलाई के पनि भनिने गर्छ, राष्ट्रिय सभा भनेर भनिने गर्छ। यो राष्ट्रिय सभागृह है त, राष्ट्रिय सभा भन्ने खालको शब्दहरू तपाईँले सुन्नुभयो होला काहीँ नै। अनि अर्को रहेको छ तल्लो सदन र यसलाई के भन्छ, प्रतिनिधि सभा पनि भनेर भनिन्छ। अब यसलाई अङ्ग्रेजी भाषामा कुरा गर्नुपर्दा यसलाई चाहिँ भनिन्छ नेसनल एसेम्ब्ली र यसलाई भन्छ हाउस अफ रिप्रेजेन्टेटिभ भनेर भनिन्छ है। अब यिनीहरू कसरी चुज हुन्छ त, यी व्यक्तिहरू कहाँबाट आउँछन् त भनेर भन्नुपर्दाखेरि चाहिँ यो तल्लो सदनबाट चाहिँ सुरु गरौँ ल। यो तल्लो सदन चाहिँ कसरी आउँछन् भने यो तल्लो सदन भनेको चाहिँ प्रतिनिधि सभा भइहाल्यो। अनि प्रतिनिधि सभाका व्यक्तिहरू चाहिँ जस्तै अहिले भर्खरै इलेक्सन हुँदैछ नि, सबैलाई थाहा है, फागुन 22 गते चाहिँ सबैजना चाहिँ इलेक्सनमा चाहिँ सहभागी हुनेवाला छन् या सबैजना भोट हाल्नेवाला छन्। त्यो सहभागीमा चाहिँ के गरेको छ भने नेपाललाई चाहिँ डिभाइड गरिदिएको छ। नेपाललाई कति भागमा डिभाइड गरेको छ, 165 भागमा चाहिँ नेपाललाई चाहिँ डिभाइड गरिदिएको छ, जसमा चाहिँ हरेक क्षेत्रबाट एकजना उठ्छ। जस्तै एक्जाम्पलको लागि झापा 5 को उठ्नेवाला छन् र एकदम धेरै पपुवा बालेन्द्र शाह उठ्नेवाला छन् भन्छ। किन काठमाडौँको क्षेत्र नम्बर 3बाट को उठ्नेवाला छन् भनेर भन्दाखेरि चाहिँ यहाँनिर स्वस्तिमा खालका उठ्नेवाला छन् भनेर भनेको छ है त। यहाँ विभिन्न खालका व्यक्तिहरू चाहिँ उठ्नेवाला रहेछ, जसले चाहिँ नेपाललाई कतिवटा जितेका व्यक्तिहरू कतिजना मेम्बरहरू चुज हुने गर्छ, 165 जना मेम्बरहरू चाहिँ के हुन्छ, चुज हुने गर्छ, जसमा चाहिँ प्रत्यक्ष निर्वाचित भनेर भनेको छ, जसलाई चाहिँ डाइरेक्ट भोट भनेर हालेको हुने गर्छ। उनीहरू चाहिँ 165 जना चाहिँ के हुन्छ, उनीहरू चाहिँ आउँछन् इलेक्सन जितेर आफ्नो क्षेत्रबाट, चाहे त्यो पार्टीबाट पनि आउने भइहाल्यो, के अरे एउटा स्वतन्त्रबाट पनि आउने। आजभोलि एउटा के भयो, एउटा चाहिँ पार्टीबाट आउने, जस्तै फर इक्जाम्पल एमाले, काङ्ग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी होइन त प्रजातन्त्र पार्टी, यिनीहरूबाट इलेक्सन जितेर आउने भएको। अब अर्को भनेको चाहिँ के गर्छ, यो समानुपातिक भन्ने शब्द रहेको छ है। अब हामीले जब हामीले फागुन 22 गते भोट हाल्नेवाला छौँ नि, त्यो भोट हाल्दा हामी दुईजनालाई भोट हाल्छौँ। खास भन्नुपर्दा एकजना चाहिँ डाइरेक्टली जित्ने व्यक्ति, डाइरेक्टली इलेक्सनमा आएको व्यक्ति होइन त। जस्तै हामीले अब नाम सुनेको अनुसार चाहिँ के अरे झापाको क्षेत्र नम्बर 5बाट चाहिँ बालेन्द्र शाह उठ्दैछ भने हामी बालेन्द्र शाहलाई भोट हाल्ने भयो होइन त। अब के भयो भन्नाले भने अर्को समानुपातिक भनेको अर्को एउटा पेपर हुन्छ क्या, जहाँ चाहिँ के हुन्छ, पार्टीलाई भोट हाल्ने, त्यहाँ चाहिँ अब घन्टीलाई भोट हाल्ने कि रुखलाई भोट हाल्ने कि सूर्यलाई भोट हाल्ने है त। हो त्यो भोट हालिसकेपछि चाहिँ के हुन्छ, त्यो भोटबाट चाहिँ के गर्छ, 110 जना चुज हुन्छ त्यो भोटबाट चाहिँ होइन त। त्यो 110 जना गर्दाखेरि दुईटा गरेर लगभग टोटल कतिजना हुन्छ, 175 जना चाहिँ के हुन्छ, प्रतिनिधि सभामा चाहिँ उनीहरू चुज हुने गर्छ। यसमा चाहिँ विभिन्न नेपालको डाइरेक्ट, यसलाई चाहिँ के भन्छ, डाइरेक्ट इलेक्टेड
अनि यसलाई चाहिँ समानुपातिक भनेर भनिन्छ है, जसलाई चाहिँ प्रतिनिधि सभा भनेर भन्छ है। जुन प्रतिनिधि सभा चाहिँ 5 वर्षको लागि चाहिँ के गरेर हुन्छ, गभर्नमेन्ट चलिरहेको हुन्छ। 5 वर्षको लागि उनीहरू त्यहाँ जान्छन्। अब रह्यो पहिलो सदन भनेर माथिल्लो सदन या यसलाई भन्छ राष्ट्रिय सभा या अङ्ग्रेजीमा भन्नुपर्दा यसलाई चाहिँ नेसनल एसेम्ब्ली भनेर भनिन्छ, जुन चाहिँ कति वर्षको लागि हुन्छ, 6 वर्ष। र कहिलेकाहीँ आपतकालीन अवस्थामा के हुन्छ, 1 वर्ष थप पनि गर्दै हुन्छ है। अब यो चाहिँ कसरी चुज हुन्छ भनेर भन्दाखेरि चाहिँ यहाँ चाहिँ टोटल मेम्बर चाहिँ यहाँनिर हुने हो 59 जना है। टोटल मेम्बर चाहिँ 59 जना हुने, जसमा चाहिँ 56 जना चाहिँ प्रदेशबाट आउँछन्। भनेको मतलब हरेक प्रदेशबाट चाहिँ 8 जना मेम्बर चाहिँ चुज हुन्छ हरेक प्रोभिजन। अब 8 जना मेम्बर 7 वटाबाट चुज हुने, कतिजना भइहाल्यो, 56 जना चुज हुने भइहाल्यो। अनि त्यसपछि 3 जना चाहिँ हाम्रो राष्ट्रपतिले के गर्छ भन्नाले भने उहाँले चाहिँ मनोनित गर्छ। यो 3 जना व्यक्तिहरू चाहिँ तपाईहरु चाहिँ 3 जना व्यक्तिहरूलाई चाहिँ राष्ट्रपतिले आफैले हुन्छ नि अपोइन्ट गरेर हैन सेलेक्ट गरेर पठाइदिने गर्छ। अर्को रहेको छ यसको एउटा काम के हुन्छ भने प्रत्येक 3 वर्षमा चाहिँ यसको 1/3 भनेको छ नि, जस्तै 159 मेम्बरमा 1/3 भनेको 1/3 पिपल चाहिँ के हुन्छ, हरेक 2 वर्षमा चाहिँ परिवर्तन हुन्छ, चेन्ज हुन्छ। त्यो भयो है। अब यहाँनिर मेम्बर हुनको लागि तपाईँ पनि जानु मन लाग्ला, मलाई पनि जानु मन लाग्ला हैन त, अरू कसैलाई जानु मन लाग्ला, को जान पाउँछ त भन्दाखेरि यसको योग्यता के हुनुपर्छ, प्रतिनिधि सभाको मेम्बर हुनलाई यसको मेम्बर हुनको लागि चाहिँ लगभग 25 वर्ष उमेर पुगेको हुनुपर्छ हैन त। अनि राष्ट्रिय सभाको मेम्बर हुनलाई चाहिँ 35 वर्ष उमेर पुगेको हुनुपर्छ र नेपाली नागरिक हुनुपर्छ र साथसाथै के हुनुपर्छ, उसको चाहिँ चरित्रमा कुनै पनि दाग नलागेको, मतलब उसको कुनै पनि क्रिमिनल एक्टहरू नभएको, क्रिमिनल रेफरेन्स नभएको मान्छेहरू हैन, पहिला चाहिँ क्रिमिनल एक्टमा इन्भल्भ नभएको व्यक्तिहरू चाहिँ हुनुपर्ने हुन्छ है यहाँसम्म है। अब यो यति भयो ल। यसलाई भन्छ व्यवस्थापिकाहरू। अब यसको कार्य के हो त भनेर सिम्पल भाषामा अघि नै मैले भने कानुन निर्माण। तपाईहरुलाई सबैभन्दा सुधिने प्रश्न भनेको राष्ट्रिय व्यवस्था संघीय व्यवस्थापिकाको सबैभन्दा मूल कार्य भनेको के हो, कानुन निर्माण। देशमा कस्तो कानुन बनाउने, देशमा कसरी कानुन अगाडि बढाउने भनेर भनिन्छ है। अब यसमा अर्को एउटा शब्द रहेको छ, यहाँ चाहिँ अब सेकेन्डमा हुन्छ है त।